गेम भन्यो गेम इज गेम भन्छ नि। अब गेम भनेको अब हामी फौजी पारामा चाहिँ अब युद्ध गएपछि बाबाआमालाई नि गोली हान्नुपर्छ भन्छन्। अब त्यस्तै अब गेम हो, गेममा चाहिँ अब खेल्नै पर्छ, विपक्ष भएपछि अब खेल्नै पर्छ। गेम जितकै लागि खेल्ने दुईटै टिमले, म लगायत उताको विपक्ष टिम दाहरूले पनि जित्नको लागि खेल्ने, मैले पनि जित्नको लागि खेल्ने। एकदमै खुसी छु। झन् अब पहिलो गेममै आज ओपनिङ गेम अझ गण्डकीसँग मेरो पहिलाको टिम म खेलिराख्ने टिमसँग गेमलाई जितेर प्लेयर अफ द म्याच हुन सफल भयो। एकदम भित्र मनदेखि नै खुसी छु। घुँडामा अलिअलि समस्या थियो जस मेरो साथीहरू, मेरो सुरेन्द्र साथी राम्रो खेल्थ्यो, सुपेन्द्र साथी है। यति बेला हामीसँग एपिएफ क्लबका खेलाडी सरोज बरदेवा हुनुहुन्छ। सरोजी नमस्ते, स्वागत छ। नमस्कार, धन्यवाद दाई। बधाई पनि छ हजुरलाई चाहिँ। धन्यवाद दाई। आज गण्डकी प्रदेश विरुद्ध खेल्दै गर्दा चाहिँ होइन सहज जित निकाल्नु भयो होइन, खेल पूर्व अनुमान चाहिँ के थियो भन्नुहोस् त। पूर्व अनुमान हाम्रो अब जस हामी चाहिँ नि जस पहिले नै अलि जस गेम भाइरल बेस्ट अफ 5मा जान्छ जस्तो हाम्रो जस थियो। अब जस मिहिनेत चाहिँ हाम्रो आज मात्रै होइन पहिलेदेखि धेरै दिनपछि हाम्रो मिहिनेत भइरहेको छ रेगुलर, र त्यसको नतिजा हामीले बिस्तारै अब जस एपिएफ कमब्याक हुँदैछ गेममा चाहिँ। जस राम्रो भयो गेम चाहिँ भनौँ। जस्तै तपाईँ त पूर्व गण्डकी प्रदेशको खेलाडी होइन, आज त्यही गण्डकी प्रदेश विरुद्ध एपिएफ क्लबबाट खेल्दै गर्दा चाहिँ कस्तो हुँदो रहेछ मनमा भन्नुहोस् त। मनमा भन्दा नि अब गेम भन्यो गेम इज गेम भन्छ नि। अब गेम भनेको अब हामी फौजी पारामा चाहिँ अब युद्ध गएपछि बाबाआमालाई नि गोली हान्नुपर्छ भन्छन्। अब त्यस्तै अब गेम हो, गेममा चाहिँ अब खेल्नै पर्छ, विपक्ष भएपछि अब खेल्नै पर्छ। गेम जितकै लागि खेल्ने दुईटै टिमले, म लगायत उताको विपक्ष टिम दाहरूले पनि जित्नको लागि खेल्ने, मैले पनि जित्नको लागि खेल्ने। जस्तै एपिएफ क्लब एकदमै पहिलाको भन्दा चाहिँ एकदमै सुधारिएको होइन, डिफेन्स रिसिभ हेर्ने भने ब्लक हेर्ने भने पनि राम्रो देखिन्छ। तपाईँको व्यक्तिगत प्रदर्शन पनि राम्रो देखिएको छ होइन, आफूलाई चाहिँ कस्तो लाग्छ भन्नुहोस् त। अब आज चाहिँ म अलि बिरामी नै थिएँ होइन, घुँडामा अलिअलि समस्या थियो जस मेरो साथीहरू, मेरो सुरेन्द्र साथी राम्रो खेल्थ्यो, सुपेन्द्र साथी है। सुपेन्द्र चाहिँ निकै राम्रो खेल्यो आज चाहिँ, र सुपेन्द्र सुरेन्द्र दुइटै राम्रो खेल्यो, होल टिम सबै राम्रो खेल्यो। तर त्यसमा पनि दुईजना साथीहरू चाहिँ एकदम राम्रो खेलिदिनु भयो है, एकदम खुसी छौँ। जस्तै गण्डकी प्रदेशमा 3जना विदेशी खेलाडी हुनुहुन्छ होइन, तपाईँहरूले अनुमान गर्नुभयो आज अलिक कहाँनिर रोक्नु पर्ला होइन, ती विदेशी खेलाडीले रोक्न सक्यो अथवा नेपाली खेलाडीले रोक्न सक्यो भने हाम्रो जित सहज हुन्छ भन्ने के अनुमान थियो तपाईँको चाहिँ। अब त्यो भन्दा नि अब हामीले उताको खेलाडी आयो भन्ने सुने, ट्रेनिङ गरेको देखियो होइन, अब खेलाडी चिनियो। त्यसपछि भन्दा अगाडि हामी काठमाडौँ कबड हलमा नि खेलेको खेलाडी हो दाई हुनुहुन्छ है, उहाँ दाई उता कर्णालीबाट आउनुभएको थियो। त्यहाँ पनि हामी राम्रै प्रदर्शन भएरै हारेको हो, जित्ने गेमै कम्पिटिसन गरेर हारेको। र हामीले नेटहरूमा नि हेऱ्यौँ कस्तो प्लेयर राम्रै रहेछ, उहाँहरू एकदम राम्रै प्लेयर हो, सेटकै प्लेयर हो होइन। तर अब जस यहाँ अब के वातावरण मिलेन होला, अब उहाँहरू चाहिँ खेलिदिनु भयो भने जस्तो लाग्छ मलाई चाहिँ। हामीले सोचेको चाहिँ उहाँहरू राम्रै हुनुहुन्छ अनि राम्रै खेल्नुहुन्छ नि सोचेको थियो। अब जस हामी पनि राम्रै खेल्यौँ, जित निकाल्यौँ, त्यही हो। गण्डकी के कमजोरी रहेछ र त्यसको फाइदा उठाउनु भयो त्यो त अब उहाँहरूलाई थाहा होला। कमजोरी तपाईँहरूलाई पनि थाहा हुन्छ कमजोरी त अब उहाँहरूको अब राम्रै जित्नको लागि खेल्नु भएको, खेल्दा पनि अब उहाँहरू हार गर्नुभएको त्यस्तो भइरहन्छ। हामी पनि खेल्दा कहिले बेला हारिन्छ, उहाँहरू नै हारिन्छ। गेममा अब अप एन्ड डाउन हुन्छ। एक सेट गुमाउन पुग्नु भयो होइन, कहाँनिर तालमेल बिग्रियो भन्नुहोस्। एक सेट गुमाउँदै गर्दा चाहिँ गुमाउँदा चाहिँ हाम्रो जस तालमेल चाहिँ नि अब त्यहाँ अब कस्तो भयो भन्दा अब बिस्तारै अब गेम लुज भयो क्या हाम्रो, सेल्फ हुटिङ चाहिँ अलिक कम भयो होइन। अब एकदम फास्ट पहिला 2 सेट फास्ट खेलेर अब एउटा गेम चाहिँ अलिक स्लो भयो क्या। अब पछि चाहिँ जस राम्रै कमब्याक गर्यो। ओके, गण्डकी प्रदेशका होइन धेरै समर्थक हुनुहुन्छ अथवा एपिएफ क्लबका धेरै समर्थक हुनुहुन्छ होइन, के भन्न चाहनुहुन्छ भन्नुहोस् त। हजुर, थ्याङ्क यू सो मच है, विशेष गरी भलिबललाई मन पराउनु हुने र एपिएफ टिमलाई मन पराउनु हुने है, सम्पूर्णलाई धेरै धेरै धन्यवाद। सुपेन्द्रजी, केलमी प्लेयर अफ द म्याच पनि हुनुभएको छ आजको खेलमा होइन, आफूलाई चाहिँ कस्तो फिल हुँदो रहेछ भन्नुहोस् त, दर्शकलाई सेयर गरिदिनुहोस् त। एकदमै खुसी छु। झन् अब पहिलो गेममै आज ओपनिङ गेम अझ गण्डकीसँग मेरो पहिलाको टिम म खेलिराख्ने टिमसँग गेमलाई जितेर प्लेयर अफ द म्याच हुन सफल भयो। एकदम भित्र मनदेखि नै खुसी छु। के सोच्नु भएको थियो भन्नुहोस् त, आज गण्डकी प्रदेशमा ती 3जना विदेशी खेलाडी हुनुहुन्छ होइन, एपिएफ क्लबले होइन सहज जित निकाल्न सक्नुभयो होइन, पूर्व अनुमान चाहिँ के थियो। पहिला त गेम एकदम राम्रो टाइट होला, 5 सेट त अब पुऱ्याउँछौँ भन्ने सोच थियो हाम्रो नि। अब हाम्रो पनि अहिलेको जस राम्रो सबै आउटे लेभलको प्लेयर भएर हामीलाई पनि टिम सेट गर्न एकदम सजिलो भइरह। त्यही माथि गण्डकीको अब गण्डकी ग्राउन्डमा गण्डकीको समर्थन अब सबैको अगाडि गण्डकीसँग खेल्दा गेम एकदम टाइट होला। अब के होला भन्ने त अब जित्ने चाहिँ अब जितौँ भन्ने नै हुन्छ नै। जस्तै गण्डकी प्रदेशको पूर्व खेलाडी होइन, तपाईँ गण्डकी प्रदेशमा खेलेको खेलाडी होइन, त्यही आज विरुद्ध खेल्दै गर्दा चाहिँ मनमा चाहिँ कस्तो हुँदो रहेछ। सुरुमा त अब हल्का नराम्रो
राम्रो लागिरहेको थियो आफै खेलेको आफू जन्मेर आएको टिम अब आफ्नै टिमसँग एन्ट्री भएर खेल्दा चाहिँ थोरै अब मनबाट हल्का नराम्रो लागिरहेको थियो तर पनि अब खेल त खेल हो अब खेलमा अब एन्ट्री भएर कहिले कताबाट खेल्नै पर्छ त्यही भएर खासै त्यस्तो सोचेन सेट नमिलेर होला अब सबै गण्डकीको त नि अहिले एउटै टिमबाट धेरै हिँड्नु पाएन अब बाहिर ओपन गेम खेल्दा फरक यताउति भइरह्यो अनि पाकिस्तानी पनि आउँदो बित्तिकै सेट नमिलेर होला सायद हामी सबै सेटमा खेलिरहेको टिम ट्याक्क मिल्यो त्यही भएर सजिलो भयो सुरुमा सोच्नुभएको थियो विदेशी खेलाडीसँग अलिकति यतिको सहज जाला भन्ने सोच्नु भएको थियो कि त्यो गेम चाहिँ एकदम टाइट होला राम्रो अब 5 सेटमै जाला भन्ने सोचेको थियौँ तर अब सजिलै भयो हामीलाई जित्न अब उहाँहरूले पनि खाइसक्नु भएन हाम्रो आज साथीहरू धेरै राम्रो खेलेर एकदम सजिलो भयो गेम जित्न यो सेट सहजै जानुमा आफ्नो टिमको सबैभन्दा महत्त्वपूर्ण खेल कसको रह्यो जस्तो लाग्छ अब टिममा त एकजना भन्दा नि अब 6 जना नै एकदम राम्रो खेलेर टिम कोअर्डिनेसन मिलाएर राम्रो भयो त्यही पनि अब आज चाहिँ स्पेसल्ली अझ मैले गर्दा म पनि भयो कि अनि सुरेन्द्र केसी उसले पनि एकदम भरपर्दा मैले विशेष गरेर उल्फाले उसले एकदम धेरै राम्रो गर्यो त्यही भएर गेम जित्न सजिलो भयो जस्तो गण्डकीलाई पहिलो गेमै बलियो टिम गण्डकीलाई हराएको छ यो अबको आत्मबल चाहिँ कस्तो भएछ अब होइन अब झन् गण्डकीकै ग्राउन्डमा अब यत्रो गण्डकीको साथ सपोर्ट गर्ने दर्शकहरू सबैको माझमा अब गण्डकीले आज जित्न सफल भयौँ अब झन् यता भित्रबाट पनि एकदम जोस आइरहेको अब भोलि पर्सिको गेम पनि अब हेर एकदम राम्रो गर्ने कोसिस गर्नु सबैले